जय नेपाल सबैलाई स्वागत छ मेरो आजको नयाँ भ्लगमा। हेर्न सक्नुहुन्छ तपाईहरू। कति बज्यो छैन। अब दिउँसोको घाममा म हिँडिरहेको छु घुम्न कहाँ हो फेरि भन्नुभयो होला। घुम्न चाहिँ उतामा घुम्न चाहिँ म उहाँ भन्छन् उहाँ कहाँ उहाँ नुवाकोट जाँदैछौँ हामी 4-5 जना मिलेर। अनि त्यसपछि तपाईहरूले भन्नुभयो होला यति बिहानै त राम्रो रमाइलो हुन्न किन यति चाँडै गइरहेछ। यसै गरी अब तपाईहरूले आफ्नो मनमा खेलाइराख्नुभयो होला किन यति बिहानै जाँदैछ यो केटा भनेर। म यतिरै गएर त्यहाँ अलि प्रोग्रामहरू मिलाउन पर्ने हुन्छ हामीलाई। त्यही भएर अब चाँडै निस्किने हो करे। त्यही हो म चोकमा आइसकेको छु पिपराको बोर्डरमा आएर अब एकैछिन कुद्नुपर्छ। उताबाट विङ्गर आइराखेको छ टक्क लाएर विङ्गरमा बसेर अब गइदिने हो हामी खटाइ चाटेर। टक्क लाएर खलासिँदा टिचेको गइरहनु गर्छन्। त्यही हो अब हामी बासगढी चोक पुगिसक्यौँ। हाम्रो पार्टनर दाइ आइसक्नु भएको छ। अब टक्क लाएर जानुपर्ने हुन्छ हामीलाई। के छ पार्टनर दाइ के छ? अब हामी जान्छौँ खटाइ चाटेर। त्यही हो अब यहाँ आइयो हाम्रो पार्टनरहरू यहाँ लागिरहेछन्। दिउँसोको घाममा बहुत मेहनत गरिरहेछन् पार्टनरहरू। 1 eternity later. रातिको 9:30 बजीतिर अब हामी नुवाकोटको लागि निस्किरहेछौँ। टक्क लाएर अब निस्किने हो। दिउँसो त त्यस्तै भयो। अब टक्क लाएर यति बेला छ्याक्कसँग निस्किने हो। त्यही हो टक्क लाएर अब बाइकमा तेल पनि छैन। पेट्रोल पम्पमा आएर अब तेल हालेर हिँडिहाल्ने हो नि त हामी। त्यही हो अब हामी पेट्रोल हाल्नु सक्यो। अब निस्किरहौँ टक्क लाएर अब गन्तव्यतिर लागिरहौँ है त। अब धेरै टाढा नै छैन नजिकै रहेछ। अब 2 hours later. त्यही हो हामी भ्यू पोइन्ट माथि आइसक्यौँ। यहाँ आएर टक्क चिसो हावा खानुको मजा नै अर्कै छ। पुरा नेचरको हावा हो। यहाँ सुनसान जङ्गलमा केटाहरूको पारा हिँड्न सक्नुहुन्छ। कस्तो गइरहेछन् हाम्रो 50 पुरा मक्का छन् यहाँ राम्रो छन्। टक्क लाएर केटाहरूको पारा यस्तो भइरहेको। 2 hours later. त्यही हो अब हामी यहाँ भ्यू पोइन्टमा आइसक्यौँ। यहाँबाट देख्न सक्नुहुन्छ टक्क बुटोलको भ्यू। अब हामी अलि माथि गइयो थियौँ त्यसपछि तल झऱ्यौँ। तलपछि अब यहाँ ठ्याक्क भ्यू पोइन्टमा आयौँ। भ्यू पोइन्टबाट अब तपाईँहरू ठ्याक्क भ्यूको इन्जोय गर्नु है। नुवाकोट गएर नि आइयो। त्यहाँबाट त्यहीँ बासगढी एकछिन बसेर टक्क भात खाएर यति बेला घरतिर आएको। थकै लाग्यो त यार। त्यो लागि यति मात्रै। अरू 2-4 शब्द भोलि पर्सितिर गरौँला है त। बाई बाई। जय नेपाल जय नेपाल।